सास फुत्किन लागेको मान्छेको ज्यान बचाउँछ सोसियल मिडियाले। यति पावरफुल छ। हजुरको हरेक समस्याको समाधान बन्न सक्छ सोसियल मिडिया। यति ठुलो इमर्जेन्सी ह्यान्डल गर्छ नि सोसियल मिडियाले। चलाउन जान्नु पर्यो, राम्रोसँग युज गर्न जान्नु पर्यो। यो चाहिँ यसको यसरी जोड्ने भयो है दिदी। यति गर्दै पुग्यो हैन। यसरी जोड्ने भाग भयो, यसको चार्ज लाउने। अब हामीले प्लगमा जोड्छौँ नि, यो चाहिँ त्यहाँ जोड्ने भाग भइहाल्यो। यो चाहिँ यहाँ कहिले फुत्किन्छ, लुज हुन्छ, यो चाहिँ याद गर्नु पर्यो जोडिराखेको बेला पनि। त्यो भइहाल्यो हैन। त्यसपछि अर्को भनेको अब यो हामी जोडौँ है त, जोडेर बल्ल थाहा हुन्छ। अलि यता सानो दिदी थोरै ल त्यो जोड्यो हैन। अब अन हुन्छ, सबै सेट छ, तपाईँले केही गर्नु पर्दैन। यो चाहिँ अन भइहाल्यो। एउटा टिकटक भिडियो हेरेकै भरमा उहाँ दिदीले चाहिँ मसँग अक्सिजन मेसिन लिनुभएको छ। जुम्लाको दिदी हुनुहुन्छ, सुर्खेतको लागि, आफ्नो आमाको लागि। अनि सुर्खेतमा चाहिँ लिनुभयो, काठमाडौँबाट सुर्खेत लिनुभयो। उहाँहरूलाई यति इमर्जेन्सी रहेछ हैन, यति गाह्रो परेको रहेछ। टिकट छ 2 घन्टापछि, तर उहाँलाई यो कुनै पनि आइडिया रहेनछ कसरी लिने, के गर्ने भन्ने कुरा। मेरो भिडियो देख्ने बित्तिकै उहाँले एकछिनमै विश्वास गरेर अनि मलाई भेटेर तुरुन्त मसँग यो सामान लिनुभयो। त्यही भएर जोड्यो, अब अन भइहाल्यो, आफै अन भयो। अब चाहिँ हामीले यहाँ यसरी लिने हो क्या। अब यहाँ यसरी आइरहेछ नि त, यसरी आएको नआएको यसरी थाहा हुन्छ, आइरहेछ। यहाँ चाहिँ अब तपाईँले यतिसम्म राख्नु पर्यो। सोसियल मिडियालाई चाहिँ म धेरै धन्यवाद दिन चाहन्छु। सोसियल मिडियाकै माध्यमबाट मैले धेरै आमा बुवाहरूको सेवा गर्न मौका मिलेको छ। यो भिडियो पनि धेरैभन्दा धेरै सेयर गरिदिनु होला, किनभने जसको घरमा दमको बिरामी हुनुहुन्छ, 1 सेकेन्ड अक्सिजन बिना बाँच्न सक्नुहुन्न, उहाँहरूलाई कहाँबाट लिने, कसरी लिने केही पनि आइडिया छैन भने मैले उहाँलाई धेरै सहयोग गर्न सक्छु। बढाउँदै लाने। तपाईँलाई कति चाहियो यतिसम्म राख्न मिल्छ क्या। यो चाहिँ 5 लिटरको भयो, यतिसम्म राख्न मिल्यो। यसो चाहिँ पानी हजुरले यो चाहिँ अब अन भइसक्यो हैन, अनि अफ गर्ने। पानी राख्दा चाहिँ पहिले यो 5 लिटरसम्म लाउन मिल्छ। मिल्छ। डिस्टिल वाटर हाल्ने हो कि यसमा सकेसम्म सबै पानी हालेको राम्रो। सकेसम्म सबै पानी हाल्यो, यतिकै भइहाल्यो। मिनरल वाटरले काम गर्छ। यति भइहाल्यो हैन। यो चाहिँ यति नै हो, अरू केही गर्नु छैन। तपाईँले यो चाहिँ हेर्नु पर्यो क्या। जुम गर्नु त नजिकबाट। अब यो चाहिँ कहिले लिक भएर निस्किन सक्छ क्या, यो र यो। यिन दुईवटा हो नि त मेन। यहाँबाट लिक हुनसक्छ, आएको नआएको यहीँ थाहा भइहाल्छ। मेसिन बलिलै छ, राम्रो नयाँ मेसिन हो। तपाईँलाई त्यस्तो केही समस्या छैन। मेरो अन र अफ गर्दै पुगिहाल्यो। यहाँ आफै घुमाउनु चाहिँ सकेसम्म आफै घुमाउनु। यसले गर्दा बिग्रिन त बिग्रिँदैन। यहाँ किन फलामको डन्डै छ नि त, यहाँ त बिग्रिन त बिग्रिँदैन। त्यही पनि सकेसम्म बच्चालाई, बुढाबुढीलाई नचलाउनु दिनु क्या। नचलाउँछ। अनि त्यति नै, अरू त्यस्तो गाह्रो केही छैन दिदी है।